हाई एभ्रिवान, गुड मर्निङ। धेरै पछि फेरि भ्लग बनाउँदैछु। सो आजको भ्लग चाहिँ के हो भने चाहिँ आज चाहिँ हामीहरू मुस्ताङ जान आँटेको, म मेरो हस्बेन्ड र अनि मेरो भाइ पनि छ, उहाँ साथीहरूसँग जान लागेको र मुस्ताङ मेरो फर्स्ट टाइम हो। सो म धेरै एक्साइटेड छु होइन। अनि त्यसपछि अब हामी निस्किन लागेको, रेडी पनि भइसक्यो र यहाँको दृश्य हेर्न सक्नुहुन्छ, बहिनीले के ल्याइदिने भन्दैछ। त्यसलाई मुस्ताङमा के ल्याइदिने भनेर मेरो खुट्टा फुलिरहेको ल्याइदिन्छु कि ल। अब निस्किने, अब एकछिन निस्किने, हामी चाहिँ रेडी भएर पुरा भइसक्यो तयारी ल। अब बाटोमा अलिअलि भ्लग बनाउँछु अनि त्यसपछि त्यहाँ गएर चाहिँ भ्लग बनाउँछु। बाटो आइपुगेँ, यहाँ चाहिँ हामी अब मोमो खान लागेको ल। भर्खरै हामी मङ्गिङ पुग्यौँ, भोक लागिसक्यो, अब खाने है मोमो। अब यहाँ खाना खाने ठाउँमा रोकेको छौँ, खाना खान लागेको, एकदम धेरै भोक लागिसक्यो। सो हामी चाहिँ खाना खानलाई यहाँ बसेको छौँ। यो चाहिँ कुन ठाउँ हो खै थाहा भएन ल। अब चाहिँ हामी खाना खान्छौँ है त। यहाँ एकजना भोकले कस्तो भइसकेछ खानालाई। मेरो चाहिँ खाना यहाँ छ, अब हामी चाहिँ खान्छौँ फटाफट। सो अहिले चाहिँ हामी बेनीमा छौँ। आज चाहिँ हामी बेनीमै बसेको अनि हामी चाहिँ यहाँ चाहिँ 4 बजेतिर लगभग पुगिसकेको थियौँ र बाटोको भिडियो चाहिँ मैले बनाएन, किनभने चाहिँ बाटोमा चाहिँ अलिक भिडियो बनाउन सकिनँ। त्यही भएर अहिले चाहिँ बेनीमा, अब भोलिपल्ट हामी चाहिँ मुस्ताङको लागि निस्किन्छौँ, मुक्तिनाथ दर्शन पनि गर्छौँ र एकदम थकाइ लागेको छ, खाना पनि खाइसकेको छ। अब भोलि बिहान म भेट्छु तपाईँलाई, बाई फ्रम बेनी। सो हामी चाहिँ रेडी भइसकेको छौँ, अब चाहिँ हामी हाई गुड मर्निङ। अब चाहिँ हामी कहाँ जाने? अब चाहिँ हामी मुक्तिनाथ जान लागेको होइन। हामी चाहिँ रेडी भइसकेको छौँ, अब एकछिनमा निस्किने। अनि बाटोको पनि आज चाहिँ म बाटोको पनि भिडियो बनाउँछु होइन। हिजो त मैले राम्रोसँग बनाउन पाएन, त्यही भएर आजको चाहिँ अलिअलि बाटोको भिडियो बनाउँछु। अनि बाटो चाहिँ कस्तो छ कन्डिसन भन्नाले राम्रै छ। अहिले त पोखराको बाटो राम्रो बनाएको छ, तर पोखरा कुस्मा कटिसकेपछि चाहिँ यो बेनी आउने बाटो चाहिँ हल्का चाहिँ त्यो छ, ग्राभल छ, त्यस्तो त छैन, अलिअलि छ। अब यसपछिको चाहिँ बाटो कस्तो हुन्छ त्यो चाहिँ म तपाईँलाई भिडियो बनाएर देखाउँछु। सो अहिले म निस्किने बेला एकछिन म भिडियो बनाउँछु, बाई ल। अब चाहिँ हामी बेनीबाट मुस्ताङ लाग्यौँ होइन। अहिलेसम्म त बाटो एकदमै राम्रो नै छ र भ्यू पनि कस्तो राम्रो होइन, र बिहानको भ्यू कस्तो राम्रो देख्दो रहेछ। अनि यसपछि चाहिँ अब चाहिँ हल्का हल्का ग्राभल आउन थाल्यो होइन। यो बाटो चाहिँ त्यस्तो चाहिँ ग्राभल छैन होइन, पिच रोडमै अलिकति ग्राभलको छ। र अहिले बाटो कन्डिसन चाहिँ कुनै कुनै ठाउँमा चाहिँ तपाईँको अफ रोड छ होइन, र कुनै ठाउँमा चाहिँ पिच बनाएको छ। र अहिले हेर्न सक्नुहुन्छ बाटो, यो तपाईँलाई यो कन्डिसन देखाउँछ अहिले बाटो होइन। र अहिले यो पुरै तपाईँको त्यो गिटीले भएको खालको बाटो छ होइन। बाटोमा त्यस्तो गाह्रो त हुँदैन, कुनै कुनै मात्रै बाटोमा गाह्रो हुन्छ। तपाईँलाई मैले यो अपडेट दिएको। यो चाहिँ हामी तातो पानी पुग्न आँट्यौँ होइन। ल हेर्नु सक्नुहुन्छ यहाँदेखि पिच छ फेरि, अनि फेरि यहाँदेखि फेरि ग्राभल छ, बिचबिचमा चाहिँ यस्तो खाल्टो परेको छ होइन। र अगाडि मेरो यो भाइ हो, भाइहरू पनि गएको थियो, ऊ चाहिँ आफ्नो साथीहरूसँग गएको थियो होइन। त्यसपछि चाहिँ हामीले एउटा हेर्न सक्नुहुन्छ यस्तो राम्रो ब्युटिफुल झर्ना, यहाँबाट हिमाल देख्दैछ, यस्तो दामी भ्यू। ल हेलो भन्नु। हामी चाहिँ यहाँ एकछिन उत्रेर यहाँ राम्रो झर्ना देखेर हामी चाहिँ एकछिन बाइक रोकेर फोटो खिच्न लागेको। हामी चाहिँ यहाँ टाढाबाट लिएको कारण सानो भएको। हामी चाहिँ यहाँनिर फसेछौँ, हेर्नु बाटो यस्तो डेन्जर छ, यहाँनिर यस्तो बाटो छ, यहाँबाट हामी बाइक चाहिँ जान नसकेर हामी चाहिँ यहाँनिर रोकेको छौँ। यहाँ पुरा भिड लागेको छ, त्यहाँनिर चाहिँ इभी गाडी चाहिँ फसेको कारणले चाहिँ हामी चाहिँ यहीँनिर बस्नु परेछ। यहाँ जाम छ यत्रो, बाटो चाहिँ एकदमै डेन्जर रहेछ। यसपछिको बाटो त यस्तो कन्डिसन रहेछ, हेर्नु न यस्तो छ, यहाँबाट जाने बाटो पनि छैन। यहाँ हेर्न सक्नुहुन्छ कस्तो खतरा छ बाटो, यस्तो डेन्जर छ बाटो। हेलो, हामी चाहिँ यहाँनिर रुप्चे झर्नानिर आएको छ। कहाँ छु पुरा भन्नु त,
कस्तो दामी भिउ रहेछ यहाँ मान्छेहरूको फोटो खिच्न कति धेरै भिउ रहेछ हामी चाहिँ यहाँ रुप्चे झर्नामा एकछिन फोटो खिचेको रमाइलो भयो एकदमै धेरै। अब यहाँबाट हामी डाइरेक्ट निस्किन लागेको देखेको लागि अब त्यहाँनिर खाजा खाने भोक लागिसक्यो। ल हामी चाहिँ निस्किन लागेको यहाँबाट फोटोसोटो हामी खिचिसक्यौँ। अब निस्केर अब यहाँ हेलो हामी चाहिँ यहाँ लेते आइपुगेँ। अनि लेतेमा चाहिँ अब हामीले बिहानदेखि खाएको थिएन, त्यही भएर यहाँ हाम्रो खाना रेडी भइसक्यो। अनि खाना रेडी भएर अब चाहिँ खाना लाग्यो, एकदम धेरै भोक लागेको छ। अब खान्छौँ एकछिनमा। हाम्रो त भिडियो बनाउँछ अब यो चाहिँ हामीले जेरी मुभीमा फेमस भएको भएर यो फोटो खिचेको एप्पल भनेर लेखेको, रेड एप्पल भनेर लेखेछ। र हामी चाहिँ यहाँ मार्फा आइपुगिसक्यौँ होइन। अनि त्यसपछि यो चाहिँ मुस्ताङ जाने बाटो भन्दा यतै पर्दो रहेछ मार्फा। अनि हामी फर्स्टमा चाहिँ मार्फै घुमौँ भनेर मार्फातिर लाग्यौँ। यो चाहिँ मार्फा जाने बाटो हो र हामी चाहिँ जाँदैछौँ होइन। अनि कस्तो रमाइलो रहेछ यो मार्फा भन्ने ठाउँ होइन। अगाडि नै आउँदो रहेछ मुस्ताङभन्दा अगाडि। अनि एकदम रमाइलो लाग्यो होइन। सबै धेरैजना मान्छेहरू हुनुहुन्थ्यो होइन। र यहाँबाट चाहिँ भित्र जाँदो रहेछ, इन्ट्री रहेछ। र सानो सानो गल्लीहरू थियो कि यस्तो रमाइलो लागिरहेको थियो। सबैजना यति धेरै मान्छेहरू आउनु भएको थियो होइन भिजिटको लागि। र हामी पनि फर्स्टमा मार्फै गयौँ होइन, घुम्यौँ। र अहिले चाहिँ हामी जाँदैछौँ यहाँ मार्फा। यो चाहिँ सबैजना फोटो खिच्दैछ ड्रेस लगाएर, सबैजना कल्चरल ड्रेस लगाएर। अब हामी पनि यसै कल्चरल ड्रेस लगाएर फोटो खिच्ने भनेर यहाँनिर आइपुग्यो। यहाँ ड्रेस लगाएर हामी चाहिँ भिडियो बनाउन आएको। कस्तो लागेको ड्रेस लगाएर? तिब्बती ड्रेस लगाएर हामी चाहिँ यहाँनिर पुरा मान्छे धेरै भिड छ यहाँनिर, चिसो पनि एकदमै छ। हामी चाहिँ अब एकछिनमा भिडियो बनाउँछौँ। बाई। खिचिसकेँ, भिडियो पनि बनाइसकेँ। मेरो चाहिँ पुरा मोबाइलको ब्याट्री डाउन भइसकेको छ। यो मान्छेहरू यति धेरै छ, जेरी गल्लीमा एकदम भिड भइरहेको। अब एकछिन अब हामी निस्किन लागेको, मेरो ब्याट्री लो भयो। अब एकैचोटि म मुक्तिनाथ जान लागेको, त्यहीँ गएर भिडियो बनाउँछु होला। मार्फा घुम्न भ्याइसकेपछि हामी फेरि मुस्ताङतिर मुक्तिनाथतिर लाग्यौँ र एकदमै रमाइलो लाग्यो। यो बाटो चाहिँ हाम्रो मुस्ताङतिर यसपछिको एकदमै राम्रो बाटो छ। हिजो चाहिँ हामी यहाँ मुस्ताङ चाहिँ मुक्तिनाथ चाहिँ 4 बजी आइपुगेँ। हिजो चाहिँ भिडियो बनाउन पाएन, हामी दुवैजना एकदमै थकिए तर टाउको दुखेर लेक लागेर हामी त तनाव भएको थियो है एकछिन त होइन। अब चाहिँ हामी बिहान अब मन्दिर दर्शन गर्न, हिजै दर्शन गर्न भ्याउँथ्यो तर हिजो हामीले सन्चो नभएर हामी नगरेको। अब चाहिँ हामीहरू जान लागेको। कस्तो चिसो छ यहाँ त। अब हामी जाँदैछु। अहिलेको मौसम यसो छ, यहाँनिर हेर्न सक्नुहुन्छ। भिडियो देखाउँछु है बाटोको। हेर्नु हिँडेर जान सक्ने मान्छे घोडामा चढेर जानुहुन्छ, यस्तो छ बाटो। बिहान त उपर चिसो हुँदो रहेछ। त्यही चिसो अनि पूजा सामान किनेर अब चाहिँ हामी यहाँ माथि जानुपर्छ मन्दिर पूजा गर्न। हामी चेकिङ छ कि अब हामी जाँदैछौँ है मन्दिर। पूजा सामान किनिसक्यौँ। यो घोडा जाने बाटो। ट्रक लगाएर यो के भिड छ हेर्नु त। आज मुक्तिनाथ दर्शन गर्न मान्छे टन्नै हुन्छ।
पनि चलाइदियो छिटो कुरा छिरायो अब जय मुक्तिनाथ के था उति होला त्यही होला हाम्रो नुहाइ पनि नुहायौँ हामीहरू 108 धारामा 108 धारामा नुहायौँ अब हामी फर्किन लागेको यहाँबाट राम्रोसँग दर्शन भयो मुक्तिनाथ भगवानको चिसो चाहिँ एकदम चिसो रहेछ खुट्टा चाहिँ लास्टै ठिरो हुँदो रहेछ जे होस् मुक्तिनाथको दर्शन गयो धेरै नै खुसी लाग्यो र अब हामी चाहिँ निस्किन लागेको अब चाहिँ हामी होटलतर्फ जान लागेको अनि त्यसपछि हामी चाहिँ त्यहाँबाट फर्किन्छौँ आज हामी यहाँबाट हिँड्छौँ बाई अब चाहिँ हामी यहाँबाट निस्किन लागेको मुस्ताङबाट अब यहाँ दर्शन पनि भइसक्यो खाना पनि खाइसक्यो होइन अब राम्रोसँग दर्शन भयो अनि त्यसपछि अब चाहिँ हामी रेडी भएर निस्किन लागेको यहाँबाट हामी चाहिँ आज बेनी बस्छौँ होला फेरि किनकि अब भ्याउँदैन नि त त्यही भएर बेनी बस्छौँ र बाटोमा अलिअलि फोटो क्लिक गर्छौँ ल अब डाइरेक्ट म चाहिँ तपाईँलाई पोखरामा भेट्छु ल बेनीको त के भिडियो लिनु अस्ति लिन्छ कि त्यही भएर पोखरामा भेट्छु बाई